आज चाहिँ हामीहरू भिजिट गर्न जाँदैछौँ फार्म हो फार्म सानसुमयोन फार्म। अनि आज चाहिँ सन्डे भएको कारणले सबैको छुट्टी पनि हुने गर्दछ, त्यसैले यहाँ चाहिँ एकदमै भिड छ। साथै क्रिसमस पनि नजिकिँदैछ, त्यसैले यो फार्मलाई चाहिँ एकदम सुन्दर आकर्षक तरिकाले सजाएको छ। यो चाहिँ हङकङको सानसुमयोन फार्म हो, जुन चाहिँ युङलङ डिस्ट्रिक्टमा पर्दछ। अनि यहाँ चाहिँ कसरी आउन सकिन्छ भनेर हजुरहरूले सोच्दै हुनुहुन्छ भने म त्यो पनि हजुरहरूलाई बताउने छु। पहिला त हजुरहरूले एमटिआरबाट युङलङमा झरेर T2 एक्जिटबाट बाहिर निक्लिनु पर्ने हुन्छ। त्यसपछि हजुरहरूले बस नम्बर 76K लिनुपर्ने हुन्छ। त्यसपछि हजुरहरूले 14 स्टप पछि सेक युवाई मा झर्नु पर्ने हुन्छ। त्यसपछि हजुरहरू लेफ्ट ह्यान्ड साइडको टनल हुँदै लगभग 8 मिनेटको यात्रापछि यो फार्ममा आइपुग्न सक्नुहुन्छ। अनि हजुरहरू ट्याक्सी लिँदै हुनुहुन्छ भने चाहिँ झन् एकदमै सजिलो हुन्छ, फार्मको अगाडि नै झारिदिन्छ। र यो फार्मको इन्ट्रान्स फी चाहिँ $50 रहेको छ। यो फुलको फार्म 7000 वर्ग फुटमा फैलिएको छ। फार्मको बिचमा आराम गर्नको लागि स्थल पनि रहेको छ र त्यहाँनिर हजुरहरूले सफ्ट ड्रिङ्क पनि पाउन सक्नुहुन्छ। साथै सुमाईहरू पनि किनेर खान सक्नुहुन्छ र त्यहाँबाट हजुरहरूले विभिन्न प्रकारका फुलका बिउहरू पनि ल्याउन सक्नुहुन्छ। अनि हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ विभिन्न ठाउँबाट मान्छेहरू फोटो खिच्नका लागि यसरी भिड भइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले विभिन्न प्रजातिका फुलहरू। यो फार्मको नाम चाहिँ सुनसमयोन कसरी रहन गयो भनेर बताउँदैछु। यो फार्मको मालिकको नाम चाहिँ लेङ यात्सुन रहेछ, त्यसैले सुन शब्द चाहिँ मालिकको नामबाट लिएको रहेछ र दोस्रो शब्द चाहिँ सम, जसको अर्थ हुन्छ फुलको प्रत्येक प्रजातिमा पिस्टेल चिनियामा योग आउँछ। त्यसैले यस फार्मको नाम चाहिँ सुनसमयोन फार्म रहन गएको रहेछ। यहाँको वातावरण पनि एकदमै रमाइलो, वरिपरिको वातावरण हरियाली डाँडाकाँडा एकदमै नेपालको भाइब्स आउने। हप्तामा एक दिन भए पनि यसरी रमाइलो ठाउँमा आउन पाउँदाखेरि चाहिँ नेचरसँग बस्न पाउँदाखेरि चाहिँ रिफ्रेसिङ अनि रिचार्ज भएको अनुभव गर्दै आजको सन्डे सकाएर घरतिर लाग्यो। बाई बाई।